आजसम्म हामीले हेङ्गुलको आधार सिकिसक्यौं। मोम अर्थात् भवेल, जाओम अर्थात् कन्सोनेन्ट, अक्षर बनाउने तरिका र फात्सिम अर्थात् फाइनल कन्सोनेन्ट। आज सानो रिडिङ प्र्याक्टिस गरौँ। पहिलो शब्द हेर्नुहोस्, ना। यो ना जस्तो पढिन्छ। अर्को शब्द बा। यो बा जस्तो पढिन्छ। अब फात्सिम भएको शब्द फाप। यो फाप जस्तो छोटो साउन्डमा पढिन्छ। अर्को शब्द खुक। यो कुक जस्तो सुनिन्छ। यसरी कन्सोनेन्ट, भवेल र फात्सिम जोडेर हामी कोरियन शब्द पढ्न सक्छौं। आजको प्र्याक्टिस यत्तिकै। अब तपाईँ पनि प्रयास गर्नुहोस्। कमेन्टमा लेख्नुहोस्, इ थान इल्ग फोसेयो। का, ना, खुक कसरी पढ्नुहुन्छ? भोलि हामी अझै सिम्पल कोरियन वर्ड्स रिडिङ सिक्नेछौं।